केटी एउटा सानो सहरकी साधारण केटी थिए। उसको जीवन सपनाहरूले भरिएको थियो, तर ती सपना उठ्न नपाउने गुम्सिएको घरभित्र थुनिएका थिए। जीवन उसलाई चुपचाप सिकाउँदै थियो, चाहनाले मात्र केही हुँदैन। एक दिन भिरपारीको त्यो पुरानो पुल नजिक, जहाँ नदीको आवाज जीवनलाई चुप बनाउँथ्यो, ऊ एक अनौठो अपरिचित केटासँग भेटी। केटा आँखाबाट फरक थियो। उसका आँखाहरू जस्तो प्रेम जस्तो भरोसा उसले पहिले कहिल्यै देखेकी थिएन। कुनै संवाद थिएन। केटा मुस्कुरायो। उसले फर्केर मुस्कान दिए। त्यो क्षणमा दुईवटा अनजान हृदयहरू बन्धनमा बाँधिए। शब्दहरूभन्दा गहिरो थियो त्यो सम्बन्ध, जुन केवल नजरैको माध्यमबाट बनेको थियो। त्यसपछि उनीहरूसँगै जीवनका साना पलहरू बाँड्न थाले। पार्कको बेन्चमा बस्दा, झरनाको पानीमा दौडिँदा, दोस्रो पटक हेर्न नपर्ने गरी एक अर्कामा हराउन थाले। उनीहरूको आँखामा भोलिको सपना थियो, जसमा आफूलाई सँगै देख्थे। कुनै बाचा थिएन, कुनै कसम थिएन, तर त्यो साथ साँचो थियो, शुद्ध थियो। तर जीवन कहिल्यै सरल हुँदैन। जुन दिन उनीहरूले भविष्यका योजनाहरू बुन्दै आकाशमा रङ्गीन आकृति कोरिरहेका थिए, त्यो रात एक दुर्घटना भयो। त्यो कार, त्यो आवाज, त्यो रगत, सबै कुरा चुपचाप भयो। संसार स्तब्ध भयो। केटा अस्पतालको सेतो बेडमा थियो। नाडीमा सुईहरू, छातीमा तारहरू। केही उसको छेउमा थियो, हात समातेर आँसु धारा झार्दै। उसले केही भन्न सक्ने स्थिति थिएन, तर उसको आखिरी नजरमा सम्पूर्ण प्रेम समेटिएको थियो। एक हल्का मुस्कान, एक धिमा सास र एक चिसिएको हात, सबै सकियो। जिन्दगीको त्यो उज्यालो केटीको आँखाबाट नीलो सपना जस्तै बिलायो। ऊ उस दिनदेखि बाँची, तर सास त केवल बोझ बन्यो। जहाँ घाम लाग्थ्यो, उसलाई उही केटाको मुस्कान सम्झिन्थ्यो। जहाँ पानी पर्थ्यो, उसलाई त्यो पहिलो भेटको झारी याद आउँथ्यो। संसार अघि बढ्थ्यो, तर उसको संसार त्यही दिन जमेर बसेको थियो, जहाँ उसले उसको हात चिसिँदै गएको महसुस गरेकी थिए। हरेक रात ऊ त्यही पुलमा जान्थे र चुपचाप नदीलाई हेर्थे। सायद कुनै दिन त्यो आवाजले केटाको नाम फिर्ता ल्याइदिन्छ कि भन्ने आशमा। तर उसले बुझिसकेकी थिए, केही प्रेमहरू अधुरै रहन्छन् र ती अधुरो प्रेमहरू नै साँचो प्रेम बन्छन्।